हामी उठेको मध्ये 26 जना मध्ये एकजनाले जित्छ। बिल्कुल महेश बस्नेतले पनि जित्नुहुन्छ। एमालेले पनि घोषित बहुमत ल्याउँछ एमाले। मोबाइल छा मोहर लगा के ओभल भोटको अन्तरमा हामी जित्छौँ। हाम्रो भोट 30,000 नाग्छ र दोस्रो हुने पार्टी भनेको कङ्ग्रेसै हो। अब अन्य पार्टीहरू तपाईँले नाम लिएका पार्टीहरू चाहिँ तेस्रो हुने कुराको प्रतिस्पर्धामा छन्। प्रधानमन्त्री केपी ओली भनेपछि गृहमन्त्री को भन्छ भनेर सोध्नु भयो होला। त्यही गृहमन्त्रीले यिनका एक एक पर्दाफास गर्छ, एक एक कारवाही गर्छ। क्षेत्र नम्बर 5 मेरो ठाउँ हो चुनाव लड्ने। म फेरि त्यहीँ गएर चुनाव लड्छु, आह्वान गर्छु तपाईँ आएर जितेर देखाउनुहोस्। बालेनलाई भोट देशलाई चोटबाट बचाउन घन्टी बजाउँदै नयाँ युग ल्याउन। बालेन साथ जहाँ उठ्छ हामी हराउँछौँ भनेर भन्नुभएको थियो होइन, तर त्यहाँ समीरजीको गर्दा त भन्छ कसले भन्दा तेलिका गोरु हुन्। मजाले झुकाइयो 35 वर्षदेखि उहाँले हामीलाई झुक्याउनु भयो, हामीलाई केही भएन। अब हामीले एकचोटि झुक्याउँदा पाप लाग्छ। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या। म सुत्दा हैरान परेर चाहिँ यो दिमाग पनि लाटो भएको थियो। त्यसैले माइन्ड फ्रेस गर्नको लागि यहाँ एउटा गीत गाएर नाच्दैछु। कसैलाई चाहिँ छेडखानी हानेको होइन, दुःख नमान्नु होला र रमाइलो गर्नु होला। ल सुन्नुहोस्, अब म गीत गाउँछु। एउटा मान्छेको भोटले कति फरक पर्दछ चुनावमा। अब फेरि पनि चुनाव हार्ने अवस्था आयो भने मतपत्र च्यात्ने हो। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको। चुनाव जित्छु भनेर रौतहट गएका पत्रकार ऋषि धमलाको मत बिहानसम्म शून्य आएको छ। खाइदिन्छु भने मैले गलत बोलिनँ। जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्यो। 2 शब्द गाइदिनुहुन्छ त्यसमा। छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्छ। झापा 2बाट मङ्गपुरबाट झापा 5बाट अध्यक्षको सुनिश्चित छ। भरतपुर 2बाट मेरो सुनिश्चित छ। देशभरिबाट एमालेको लगभग बहुमत आउने सुनिश्चित छ।
सुत्न भ्याउनु भयो कि हजुर आज सुत्न भ्याउनु भयो कि तपाईँकै अनन्य मित्र रवि लामिछानेले खोलेको पार्टीले त 5 महिनामै 21 सिट जितेको थियो। त्यो गति त तपाईँले समात्न सक्नु भएन। त्योभन्दा धेरै जितेर देखाउँछौँ, नेपाली जनताले हामीलाई जिताउँछौँ। Hey, y'all, come look at this.